महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। रचलित गोविंद राख्यौ जौती राख दुबो राख हरि कीर्तन गाउँदै गाउँदै बैकुण्ठमा जाम हरि 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 कीर्तन गाउँदै गाउँदै बैकुण्ठमा जाम जय जय दुर्गा माता कीर्तन गाउँछौँ अब त 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 जय जय दुर्गा माता। शुक्राय नमः अनुसराय नमः राघवे नमः केशवे नमः ईश्वराय नमः श्री अग्निले तिरपाला जगाऊ हरि हरि आग्नेय दिशामा श्री अग्निले तिरपाला जगाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ आग्नेय दिशाका अग्नि देवता दक्षिण दिशा जाऊ दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ हरि हरि दक्षिण दिशामा बाराहीले तिरपाला जगाऊ।
दिशामा जाऊ दक्षिण दिशाका बाराही नैऋत्य दिशामा जाऊ नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ हरि हरि नैऋत्य दिशामा बारुणी देवीले तिरपाला जगाऊ तिमले भित्र्यायो मलाई यो संसारमा बोकी जति कठिन परिस्थिति आए पनि तिमले हुन दिनु आमा केही पनि तिम्रो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे आफ्नो काँधोमा शिर राखी हल्लायो सुताउन रोयो फेरि भनी बिउझियो आधा रातमा हात समाई सिकायो हिँड्न दौडिन आज ठुलो भए तर सक्दिन बिर्सन त्यो माया र ममता पार म सम्झिने छु जहिले तिम्रो साथ क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे हिजो आज मनमुटाव भए होला कहिले काहीँ मन तिम्रो दुखाए होला आमाको बारेमा एउटा गीत कम्पोज गरौँ न त आमा
मबाट गल्ती भए तिम्रो मायाको आभार म आजसम्म बाँचिरहे क्षमा पाऊ आमा यदि मबाट गल्ती भए क्षमा पाऊ बुवा यदि मबाट गल्ती भए हजुर कस्तो लागिरहेछ तपाईलाई एकदम रमाइलो एकदम मिठो रमाइलो के भन्यो अझ नाच्न थोरैबाट थ्यांक यू सो मच मोस्ट वेलकम दाइ यति मिठो प्रसादको लागि प्रसाद दाइको यो हट एकदम वार्म वेलकमले हामी एकदम प्रफुल्लित छौँ। ओके थ्यांक यू दाइ यो मरट्टाहरूको एउटा चाहिँ वासस्थान अर्चलबोट दोर्दी यो मरट्टा भन्ने बित्तिकै एउटा भित्रैबाट चाहिँ गर्व फिल हुने ठाउँ होइन फेरि बेस पनि बसेको ठाउँ कस्तो रमाइलो पारिलो ठाउँ हाम्रा मरट्टाहरू यति राम्रो ठाउँ छोडेर काठमाडौँ गएर कहाँ गएर क्याचक्क पारेर बस्नु परेको छ यही ठाउँलाई चाहिँ हराभरा बनाएर यहीँ ग्याङ हुन पाए कति रमाइलो हुन्थ्यो म चाहिँ त्यसको कामना गर्छु सबैजना यहीँ फेरि फर्केर बाहिर जानुभयो दाजुभाइहरू पनि अर्कोचोटि मरट्टा सेवा प्रतिष्ठान यहाँ आउँदाखेरि सबै दाजुभाइ यहीँ होस् भन्ने कामना गर्न चाहन्छु र 100औं जन्मोत्सव हजुरआमाको जन्मोत्सवको धेरै शुभकामना पनि दिन चाहन्छु। धन्यवाद यो अवसर दिएकोमा भाइलाई धेरै धन्यवाद होइन भाइ मात्रै होइन सबैजनालाई धेरै धन्यवाद यो सबै अवसर जुटाइदिनु भयो आमाको आशीर्वाद दिने यहाँहरूले जुन अवसर जुटाइदिनु भयो यहाँहरू सबै आमाको छोरा नातिनाहरू सबैलाई आमालाई योसम्म यतिसम्म स्वस्थ राखेर 100 वर्षसम्म बचाउन राम्रो पालन पोषण गर्नुभएकोमा नि एकदम मुरी धेरै धन्यवाद। यस्तै गरी हामीले 100औं आमालाई 100 वर्षको चाहिँ जन्मोत्सव मनाउने अवसर पनि प्राप्त यही कुरा चाहिँ अपेक्षा गर्न चाहन्छौँ उहाँसँग यो आशीर्वाद सबै 100 वर्षलाई आयु गराइदिनुहोस् र सधैँ हामीले आशीर्वाद दिने वातावरण चाहन्छु। यो सबै समग्रमा यो सबै व्यवस्थापन यो सबै हामीलाई निमन्त्रण गर्ने यहाँहरू हाम्रो मरट्टा परिवार सधैँ आमाको 100 वर्ष पुगेको बर्थडेको दिनमा हामी भोज खाँदैछौँ। माफ गर है